हेलो गुड मर्निङ एभ्रिवान सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा सुरबेली राई भ्लग 1 2 3 यहाँहरूले हेरेर सबैले सपोर्ट गरिदिनु होला है। मेरो नयाँ च्यानल छ। म चाहिँ मेरो चाहिँ अब ड्युटी सुरु भइसक्यो हैन। राइड सुरु गरेँ मैले। फर्स्ट राइड दिनलाई म जाँदैछु। हजुर हो। कता यतै हो? ल गाइजहरु फेरि म नैकाप जाने टिप लिन जाँदैछु हैन। त्यो चाहिँ कोटेश्वरबाट नैकाप जाने टिप लिन जाँदैछु म। बिहानीको समय एकदम चिसो चिसो छ मौसम गाइजहरु हैन। के गर्नु ल म ठ्याक्कै लोकेसनमा आइपुगेँ। तर यहाँ कहाँ नेट छ भन्ने कुरो हो। फोन गरौँ मलाई एकलट। हेलो म ठ्याक्क लोकेसनमा आइपुगेको छु हजुर। हजुर हजुर ल गाइजहरु मेरो बिहानको पहिलो ट्रिप कम्प्लिट भएको छ हैन। तर 51 रुपियाँ उठाए त 50 रुपियाँ मात्रै दिनुभयो। 1 रुपियाँ घाटो बिहान बिहानै फर्स्ट ट्रिपमै है। यस्तै छ गाइजहरु, के गर्नु अब। दोस्रो ट्रिप लिन जाँदैछु गाइजहरु म हैन। पहिलो ट्रिप कम्प्लिट भइसकेको छ। अब दोस्रो ट्रिप लिन जाँदैछु। बिहानको मौसम एकदम चिसो छ हैन। यो एयरपोर्ट समस्या तुषार परिरहेको छ कि। यहाँबाट भित्र त्यो बाटो भित्र
छ राइडहरू के गर्नु लोकेसनमा चाहिँ आइपुगेँ अब कता चाहिँ यो चाहिँ लगभग 8.5 किलोमिटरको छ यो राइड यो चाहिँ जाने रहेछ वसुन्धरा फोन गरौँ हेलो हजुर म ठ्याक्क लोकेसनमा आइपुगेँ हजुर खै त झरिहाल्यो त भन्नु अब कहाँबाट झर्ने त खै यस्तो वेट गराउनु पानी साह्रै नराम्रो पहिले रेडी भएर बुक गरे पो हजुर हजुर यताबाट कताबाट जानु दोस्रो ट्रिप पनि कम्प्लिट भयो तपाईँ हो सरस्वती निकेतन बसौँ न त्यही भयो तर अप्ठ्यारो होला जस्तो छ अप्ठ्यारो त हुने भयो त अनि अगाडि त फेरि ढल्केर त हेन्डिल चलाउनु त गाह्रो होला त है अलिक पछाडि पेल्नु है भयो है त्यस्तो क्रेटहरू लानु त गाह्रो पर्छ नि हौ बाइकमा कता हेर्दै हो ल गाइजहरू एपिएफ हस्पिटल जाने पेसेन्जर लिन जाँदैछु म है ओहो बाटो त यस्तो पो छ है त्यो ल बाटो चाहिँ यस्तो खालको रहेछ है गाइजहरू यहाँनिर ए हजुर यहाँबाट गर्नुभयो एपिएफ हस्पिटल होइन हजुर ए समय त देखाउँछ अब त्यो अब घुमाउरो बाटो देखाउँछ नि त अनि आफूले सिधा बाटो हिँड्ने हुने हुन्छ लोकेसनको भर गऱ्यो भने त लोकेसनले त घुमाउरो बाटो देखाइदिने हो हजुर ए मजाले बस्छ हजुर अब बाटो यस्तो छ नि त अफरोडमा त यस्तै नि अब हो म चम्लिङ राई हो हजुर
हजुर तपाईँ यहीँहरूले नि म त्यहीँ पुग्नुपर्छ के तपाईँ यहीँहरूले नि म लोकेसनै पुग्नुपर्छ अँ 95 रुपियाँ यस्ता छ गाइजहरू पेसेन्जर 30 रुपियाँ बिल उठ्या छ 500 को देखाउँछ त्यसमा त्यो लोकेसन पनि उल्टा हानिया छ अनि के भन्ने होला है तपाईँ हो हजुर हजुर म हेर्नुभयो